नमस्कार हजुर, नमस्कार। तपाईँ पहिले माओवादी केन्द्र विराटनगर महानगर समितिको कोषाध्यक्ष हुनुहुन्थ्यो। अब सचिवको उम्मेदवारी दिनुभएको छ। तपाईँलाई सचिवको जिम्मेवारीमा जान प्रेरित गर्ने मुख्य कारण चाहिँ के रहेछ सर? अब कोषाध्यक्ष बस्दा बस्दै 3 वर्षसम्म विराटनगर महानगरपालिकाको नेकपा माओवादी अन्तर्गत समितिमा कोषाध्यक्ष भएर काम गरियो। धेरैजना साथीहरूसँग, पार्टीकै साथीहरूसँग राम्रो बोलचाल, राम्रो मितव्यय ठाउँमा बसेर पार्टी बढाउने, पार्टीलाई चलायमान गर्ने र पार्टीलाई सहयोग हुने गरी जुन तरिकाले काम गर्यो, मुख्य त्यही कारणले यो मलाई प्रेरित गर्ने कि म सचिवमा एकचोटि दावेदारी गरौँ। यसमा म सबै साथीहरूसँग, अहिले भोटिङ गर्ने साथीहरूसँग 81 जना हाम्रा महानगर सदस्य हुनुहुन्छ, उहाँहरूसँग म अपिल पनि गर्दछु, एकचोटि सचिवको लागि दावेदारी मैले गरेकोमा भोटिङ पनि मेरो पक्षमा गरिदिनुहुन्छ र मलाई सचिवको लागि म तयारी छु। 3 वर्षको कार्यकाल कोषाध्यक्षमा काम गर्दा गर्दै मैले धेरै कुरा सिकेको कारणले गर्दा अब सचिवमा उपयुक्त हुन्छु भनेर मैले यो सचिवको लागि दावेदारी गरेको हो। तपाईँले पार्टी र जनताबीच विश्वासको सेतु निर्माणका लागि अघिल्लो कार्यकालमा के कस्ता काम गर्नुभयो? अब सचिवको हैसियतमा त्यसलाई कसरी अझ प्रभावकारी बनाउने योजना छ? मुख्यतः कोषाध्यक्षको काम महानगरको कोषाध्यक्ष हुँदाहुँदै गर्दा अब कोषाध्यक्षको काम नै कोषतिरको हो। तथापि मैले अलिअलि सङ्गठनात्मक रूपमा कोषाध्यक्ष हुँदाहुँदै पनि सङ्गठनमा काम गरेको, खालि कोषाध्यक्षकै पोस्टमा बसिसकेपछि कोषलाई मात्रै सम्हाल्ने गरी त्यो काम गरेको होइन। तर कोषाध्यक्ष हुँदाखेरि लेबी कसरी उठाउने, तपाईँको जनतामा गएर हाम्रो सदस्यहरूलाई कसरी व्यवस्थापन गर्ने, वडाहरूमा चुनाव हुँदाखेरि, वडाहरूमा सम्मेलन हुँदाखेरि कसरी मिलाउने भन्ने विषयको धेरै कुराहरू ज्ञानी कोषाध्यक्ष हुँदाहुँदै सिकिसकेको छु। अब उपरान्त सचिवमा जाँदै गर्दा यदि सचिवमा मलाई मेरै 81 जना नगर सदस्यहरूले पत्याउनु भयो र मलाई सचिवमा बनाउनु भयो भने म सचिवमा सङ्गठनात्मक रूपमा खस, आर्य, मुस्लिम, महिला, मधेसी तर्फका सबैजनालाई मिलाएर कसरी लिएर जानुपर्छ र सङ्गठन कसरी विस्तार गर्नुपर्छ भन्ने पक्षमा लागेरै म काम गर्छु र महानगरमा माओवादी कमिटीलाई माथि ल्याउने प्रयास चाहिँ निरन्तर रहिरहन्छ। त्यो सचिव भए पनि नभए पनि त्यो त महानगरमा माओवादीको लागि खटिरहनु पर्दा महानगरमा पार्टी कसरी माथि आउँछ भन्ने सोच विचारका साथ काम गर्नेछु। विराटनगरको विकास र माओवादी केन्द्रको सङ्गठन सुदृढीकरणका लागि तपाईँले सचिव बन्ने बित्तिकै के प्राथमिकता राख्नुहुन्छ? विराटनगर महानगरको सम्मेलन चल्दै अहिलेको अवस्थामा विराटनगरमा 19 वटा वडा छन्। 19 वटा वडामा भएका कमिटीलाई यदि म सचिव भएर आएँ भने ती कमिटीलाई कसरी उठाउनुपर्छ, कसरी अझै पनि सशक्त रूपमा राजनीतिमा लाग्नुपर्छ भन्ने विषयमा प्रशिक्षण दिने हाम्रो विचार छ। मेरो विचारमा प्रशिक्षण धेरैभन्दा धेरै, जति धेरै भयो त्यति मान्छे माजिन्छ र माथि आउँछ। अहिले पनि युवाहरू जुन तरिकाले वा कमिटीका साथीहरू जुन तरिकाले पार्टीमा लागिसकेपछि एकमुख भएर एकतिरै भएर लाग्नुपर्ने हो र सामाजिक रूपमा काम गर्नुपर्ने, त्यो किसिमले अहिले पनि साथीहरू, वडा कमिटीका साथीहरूले काम गरिरहनु भएको छैन। ती वडा कमिटीका साथीहरूलाई जागरुक गर्नको लागि, ती वडा कमिटीका साथीहरूलाई अगाडि बढाउनको लागि, राजनीतिप्रति धेरैभन्दा धेरै प्रेरित गर्नका लागि स्कुलिङहरू बेला बेलामा गराउनुपर्छ र आफै कुनै पनि समस्या त्यहाँका युवा साथीहरू वा वडा कमिटीका साथीहरू वा अरू जनतालाई पनि केही समस्या भयो भने आफैले गएर हस्पिटल उपचार, पुलिस थाना, फौजदारी केही प्रब्लम भयो भने आफै सशक्त रूपमा उभिएर काम गराइदिनु भयो र अगाडि आएर भेट दिनुभयो भने उहाँहरूलाई शान्ति हुन्छ र त्यही कारणले उनीहरू अझै पनि सशक्त भएर पार्टीप्रति इमान्दार भएर लाग्नुहुन्छ। हालको राजनीतिक परिप्रेक्ष्यमा माओवादी केन्द्रले युवाहरूका लागि
आकर्षित गर्न के कस्ता रणनीति लिनुपर्छ भन्ने तपाईँको धारणा के छ? माओवादी केन्द्रको केन्द्र कमिटीबाटै हरेक तह र तबकामा युवाहरूको 20% सुनिश्चित हुनुपर्छ र युवाहरूलाई राजनीतिप्रति पनि प्रेरित गर्नुपर्छ भनेर हाम्रो केन्द्र तहबाट नै यो पारित भएर आएको। हरेक क्षेत्रमा युवाहरूलाई 20% सुनिश्चित गर्नुपर्छ भनेर केन्द्रबाट पास भएर आइसकेपछि अहिले पनि महानगरको टिममा होस्, वडाहरूको टिममा होस्, इकाइ टिममा होस्, हरेक ठाउँमा युवाहरू 20% ल्याएर राखिएका हुन्। यसमा दावेदारीहरू पनि युवाहरूको अहिले धेरै नै छ। महानगरको सन्दर्भमा कुरा गर्नुहुन्छ भने अहिले महानगरकै सन्दर्भमा अहिले हाम्रो सम्मेलन चल्दा पनि महानगरको मेजर 5 मा धेरैभन्दा धेरै युवाहरू नै छन्। 40 वर्ष मुनिकै युवाहरूले धेरै दावेदारी गरे। उपाध्यक्षमा पनि, सचिवमा पनि, कोषाध्यक्षमा पनि, सहसचिवमा पनि महानगरको 40 वर्ष मुनिकै युवाहरूले धेरैभन्दा धेरै दावेदारी गर्नुभएको छ र उम्मिद छ युवाहरू जितेर आउनुहुन्छ भन्ने उम्मिद पनि छ। राजनीति भनेको विशुद्ध रूपमा समाजलाई सहयोग पुर्याउने एक किसिमको माहौल हो। राजनीति मेरो सुझावमा, मेरो समझमा मैले बुझेको कुरा, राजनीति भनेको तपाईले कसैलाई मद्दत गर्नु, पहुँच नभएको मान्छेहरूलाई त्यो पहुँचसम्म पुर्याउनु भन्ने नै हो। तर युवा खालि त्यही गतिविधिमा लागेर पनि भएन। माओवादीको स्ट्यान्ड के छ भने युवाहरू जहाँ भए पनि पार्टीमा पनि लाग्नुपर्छ, राजनीति पनि गर्नुपर्छ र आफ्नो हक अधिकारको लागि पनि लड्नुपर्छ र सबैभन्दा मुख्य कुरा युवाहरूलाई प्रोत्साहन गर्नको लागि माओवादी पार्टीले प्रोडक्टिभिटीमा पनि ध्यान दिनको लागि युवाहरूलाई बारम्बार आफ्नै खुट्टामा उभिनको लागि बारम्बार आग्रह पनि गर्दै आएका छन्। तर अहिलेको परिस्थिति धेरै राम्रो भएको छ। युवाहरू राजनीतिकै कारण, राजनीतिक चेतनाकै कारण र यो माओवादी 2062-63 मा आइसकेपछि त्यस पछाडि युवाहरूमा धेरै नै परिवर्तन भएको छ। समाजप्रतिको लगानी अहिले हेर्नुहोस्, तपाईँ युवाहरूलाई नै बढीभन्दा बढी कुनै भइपरि आयो भने तुरन्तै युवाहरू खडा भएछ। अहिले तपाईँको त्यो कदममा आगो लाग्यो, त्यहाँ धेरैभन्दा धेरै युवाहरूले नै गएर सहयोग गरे। त्यही भएर युवाहरू अहिले धेरै जागरुक भएको छन् र युवाहरू धेरै अगाडि बढ्ने कोसिस पनि गरिरहेछन्। यही राजनीतिक परिवेशकै कारणले गर्दा। पार्टीभित्रको एकता र समन्वयलाई बलियो बनाउने तपाईँको दृष्टिकोण र योजना के छन्? सबैभन्दा ठुलो योजना त के छ भने कुनै 19वटा वडा महानगरभित्र छ। कुनै पनि वडालाई यो मेरो मातहतको, यो तेरो मातहतको, यो मेरो मान्छे, यो तेरो मान्छे नभनिकन सबलाई एक समान, किनभने कार्यकर्ता त कार्यकर्ता हो। हरेक वडालाई सचिव भएको नाताले हरेक वडालाई समान अधिकार र समान तरिकाले समायोजन गरेर लिएर गयो भने त्यहाँका साथीहरू खुसी हुन्छन् र एकता भएर अगाडि बढ्छन् भन्ने विश्वास। हस्, धन्यवाद। थ्याङ्क यू सो मच।